Hello everyone, तपाईं सबैजनालाई फेरि पनि मेरो सेकेन्ड अनबक्सिङ भिडियोमा स्वागत छ। यो चाहिँ मैले सामान अस्ति नै मगाएको थिएँ अन्त आज मात्रै मैले रिसिभ गरेर म घर आएको छु। अहिले फिलहाल चाहिँ म घरमै छु एन्ड आई एम गोइङ टु ओपन दिस। अब यसमा के छ तपाईले फेरि पनि बिस्तारै थाहा पाउनुहुन्छ। मेरोमा चाहिँ यो जस्तै सामान चाहिँ यति बेसी छ मेरोमा, बट आई डोन्ट नो व्हाई मलाई यो ट्राई गर्नु मन पर्यो। मलाई नयाँ नयाँ कुरा ट्राई गर्नु मन पर्छ नि त, कस्तो छ होला के छ होला। I get so curious. अब at the same time अब मलाई पुरा युज गर्नु मन पर्यो, सो मैले यो अर्डर गर्नु मन पर्यो अन्त मैले अर्डर गरेँ। अन्त I'm going to open this. यो चाहिँ हो तपाईहरुको finally wow, Ecologica को परफ्यूम हो यो चाहिँ। एन्ड मलाई चाहिँ यो Ecologica को यो रेड फ्लेभरमा चाहिँ पुरा अलिक ट्राई गर्नु मन थियो। मेरोमा ओरिफ्लेमको छ बट स्टिल मलाई नयाँ ट्राई गर्नु मन परेको थियो बिकज रिभ्यूमा पनि यति मजाको थियो नि त यसको स्मेलहरु। सो आई वान्टेड टु ट्राई समथिङ न्यू एन्ड आई फाइनली गट माई Ecologica को रेड फ्लेभर वाला परफ्यूम। एन्ड यसको स्मेल कस्तो छ, वाउ। रिभ्यूमा चाहिँ एकदम लङ लास्टिङ छ भनेर सुनेको थिएँ, सो आई होप सो। यसको स्मेल एकदम दामी रहेछ, वाउ मन पर्यो। Ecologica, if you want to buy it you can buy Ecologica. यो केवल 500 रुपीस मात्रै हो, सो if you want to buy you can buy it.